भएका प्रमुख अतिथिज्यू र अन्य गुरुवर्गहरू एवं मेरा प्यारा प्यारा विद्यार्थी साथीहरू तथा भाइ बहिनीहरूमा म आज विक्रम भुजेलको तर्फबाट छोटो मिठो मन्तव्य राख्न गइरहेको छु। हाम्रो कक्षा 10 एसई 2081 सालको फेयरवेल प्रोग्राममा मेरो छोटो मन्तव्य राख्न चाहन्छु। विद्यार्थी जीवन भनेको यस्तो जीवन हो जहाँ विद्यार्थीले काहीँ पनि नपाउने खुसी पाउँछ। विद्यार्थी जीवन एउटा डायमन्ड लाइफ पनि हो। अर्को रूपमा सोच्नु पर्दा हामीले यत्रो मैले पढेको चाहिँ यहाँ 2 वर्ष भयो। 2 वर्षमा मैले प्राप्त गरेको अनुभव हजुरहरूमा आज राख्न चाहन्छु। अन्य विद्यालयहरूमा गएर मैले धेरै अध्ययन गरेको छु। त्यो मलाई धेरै एक्सपिरियन्स छ र अन्य विद्यार्थीको तुलनामा यस विद्यालयमा पाएको मैले सुविधाहरू जस्तै खाजा 5 रुपैयाँमा खाजा पाएको छ। खेलकुद मैदान भनेको सबै सामग्री उपलब्ध गराउनु हुने सबै सरहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। हामीले आफ्नो जीवनमा केही प्राप्त गर्न केही गुमाउनु पर्छ भन्ने भनाइ छ। त्यो भनाइ मलाई ठिक लाग्छ। जस्तै कि अहिले हामी सक्सेस हुनको लागि हजुरहरूलाई छोडेर जाँदैछौँ यहाँबाट। यसकै विषयमा मैले एउटा छोटो शायरी पनि तयार पारेको छु। त्यो हजुरहरूमा प्रस्तुत गर्न चाहन्छु। सँगै हुँदा थियो जीवन एकदमै जाति, छुट्टिने दिन आयो है हाम्रो पनि साथी। सधैँभरि सम्झिनेछौँ हाम्रो स्कुलको दिन। आज छोडी जानु पर्दा पीडा भएको छ मनभित्र। माफी दिनु मैले गल्ती गरेँ भुलमा। फेरि यो सोच्ने जब राखे कदम यो स्कुलमा। राम्रो काम गर्दा पाइन्छ ताली, नराम्रो काम गर्दा गाली। हजुरहरूले सिकाएको बाटो लाग्नेछौँ अब हामी। आँखा खोलिदिनु भयो हजुरले हाम्रो शिक्षक बनेर। हजुरलाई सधैँभरि भगवान भनेर। आएका थियो अँध्यारो बाटो पाइला चाली। चम्काइदिनु भयो भविष्य हाम्रो शिक्षाको त्यो बाली। जब सम्झिन्छु छुट्टिने दिन खस्ता आँखाबाट आँसु। साथी र स्कुल थियो मुटुको एक मासु। रातो गुराँस बनाएका फुल फुल्यो त्यसैले माला हुन्यौ। ज्ञान र सिप लिएर हामी यस विद्यालयबाट बिदा भयौँ। न त खुसी न त दुखी छुट्टिने बेलामा। कहिले पनि विद्यार्थीको काम कमी नहोस् ठुलो पातल माफीमा। धन्यवाद। विक्रम भाइलाई अब यसपछि हामी